लास्ट उड़ा के लास्ट झलक दो उकालो तो कैसे आप लोग भ्यू अहिले चाहिँ हामी बेसी सहरबाट चाहिँ खानसारको लागि लागिरहेको छौँ र हाम्रो साथीहरूसँगको दाइहरूको इन्ट्रो चाहिँ भएको छैन। यहाँ चाहिँ हाम्रो दाजु दाइ ज्ञान दाइ ऊ पछाडि चाहिँ हाम्रो प्रकाश सर हुनुहुन्छ। आयो यार आयो 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 लिँदै आयो। रोक 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 त्यही रोक सबै झर्छ के त के भयो दाइ के छ मजा आइरह नि कस्तो अनुभव भइरह। हामी अहिले चाहिँ कुन ठाउँ छ अरे हो कि के भन्दै थियो अरे बिजी ब्लग्सलाई धेरै धेरै सपोर्ट गरेर लाइक र सब्सक्राइबहरू गर्ने अनि हाम्रो भिडियो हेर्ने अनि फिडब्याक दिने कस्तो लाग्छ। हामी चाहिँ अहिले जगतै होटल मण्डला एकैछिन बाटोमा चाहिँ पहिरो गएर डिस्टर्ब भयो एन्ड अहिले चाहिँ हामी चाहिँ जगतै भन्ने ठाउँमा छौँ। जगतै भनौँ जगतै पनि होइन छ मण्डला होटल। अब चाहिँ यहाँ हामी लन्च गर्ने एन्ड देन फेरि यहाँबाट चाहिँ हामी खानसारको लागि लाग्नेछौँ। बिहान हामी करिबन कति 8 बजीतिर हामी निस्किएको थियौँ बेसी सहरबाट। बिचमा थोरै 2-4वटा फोटोहरू खिच्दै रमाइलो गर्दै आइयो। 2-4वटा झर्नाहरू पनि रहेछ होइन। जस अहिले चाहिँ थोरै पहिरोले हामीलाई डिस्टर्ब गर्यो होइन भने चाहिँ हामी यतिखेर अझै अगाडि पुग्थ्यो होला 11 बजिसक्यो। अब हामी यहाँ खानसार खाएर एकैछिन रेस्ट गर्छौँ त्यसपछि हामी फेरि यहाँबाट खानसारको लागि लाग्नेछौँ। अनि यो चाहिँ हाम्रो सुपर हिरो होइन बेसी सहरबाट चाहिँ हामी सुपर हिरोमा चाहिँ आउँछौँ। जापान भाइको ब्रदर देव ब्रो हाम्रो सुपर हिरोको राइडर प्रकाश सर। लन्च टाइम भइरहेको छ। यो चाहिँ हाम्रो खाना कहाँबाट आउनुभयो ब्रदर? एक्लै हो पछाडि भ्याक्सिन हेरौँ है भ्याक्सिन बबाल छ बबाल प्रकाश सर हामी एन्ड यो हाम्रो गाडी। अनि अहिले चाहिँ हामी यहाँ खाना खाइसकेपछि केही बेरपछि चाहिँ हामीले यस्तो दामी हेरेर पाइरहेको छौँ।
ल बल्ल ह्याभर फिल भयो क्या जोरले जोरले Chame. This is Chame का नजारा हो. Superb, brilliant. चिसो सिरोटो लगाइरहेको छ होइन. एन्ड अहिले रिसेन्टली हामी अहिले चाहिँ Chame पुगिसक्यो होइन. यो चाहिँ Chame को नजारा. अब 1-1.5 घन्टामा चाहिँ हामी यहाँबाट चाहिँ खानसार पुग्छौँ अरे. अनि खानसार पुगेर चाहिँ हामी रेस्ट गर्छौँ अनि भोलि बिहान चाहिँ हाम्रो ट्रेकिङ सुरु हुन्छ यहाँबाट बेसी सहरबाट पनि ट्रेकिङ चाहिँ त्यो आउँदो रहेछ मान्छेहरू होइन तर हामी चाहिँ बाइकल चाहिँ आइयो हाम्रो प्रकाश सर हुन्छ पछाडि टल्किरहेको छ हो तालु चिसो सिरेटो चाहिँ खतरा लगाइरहेको क्या जस आनन्द आयो क्या रिली फिल भइरहेको रिली चिया ब्रेकको लागि बसेका छौँ अहिले चाहिँ हामी ठ्याक्कै चामे भनाङमा प्रकाश ब्रो यसो टी ब्रेक गर्नु पऱ्यो अनि त्यसपछि चाहिँ हामी फेरि चिया खाएर चाहिँ हामी खानसारको लागि लाग्छौँ द रोयल गार्डन होटल है Assume क्या ये बपाल हो नजारा हेर त आमा फुल ढासु फुल
हाम्रो गाडी चाहिँ वहाँनिर छ है। हामी चाहिँ यसो फोटोसुट हान्नु पऱ्यो भनेर चाहिँ हामी यहाँनिर झऱ्यो होइन। नजारा चाहिँ बवाल छ क्या, बवाल एकदम अति नै बवाल क्या। अलिकति चिसो भइरहेको छ एन्ड जेस वेदर चाहिँ बवाल भइरहेको छ। अनि सबै साथीहरू चाहिँ फोटो खिच्न भिडियो खिच्न। प्रकाश दाइ के छ, मजा आइरहेको छ नि? एकदम मजा आइरहेको छ, सुपर एकदम। यो चाहिँ बल्ल नयाँ चाहिँ हामीले चाहिँ नयाँ अनुभव लिइरहेको छ। ल देख्छ यहाँको ल्यान्डस्लाइड चाहिँ यो यसलाई चाहिँ के भन्नुहुन्छ तपाईँले भनिदिनु ल कमेन्टमै। So now we are in Barca place होइन। पुरै ल्यान्डस्केप हेर्नु न कस्तो बवाल के। यो भ्यू हेर्नु, भ्यू सादा। होटल आइस लेक बार्का प्लेस के छ? अहिले नै थकाइ लागेको जस्तो महसुस गर्नुभएको त तपाईँ त? हेर्नु न स्ट्रक्चरहरू कस्तो बवाल छ क्या। सुपर यो हो नि त नजारा है। पछाडि हेर्नु This is a beautiful village of Khansar. So, यो चाहिँ सिरुखर्क। हामी चाहिँ खानसारबाट हिँडेर अहिले अब टी टाइम हाम्रो चाहिँ सिरुखर्क हुन्छ। हामी यहाँबाट चाहिँ चिया ब्रेकफास्ट गरेर चाहिँ एन्ड देन बेस क्याम्पको लागि लाग्नेछौँ। ठाडै उकालोले गर्दाखेरि चाहिँ अलिअलि स्याँ चाहिँ गरायो। धेरै टाइमपछि चाहिँ ट्रेकिङ रुट फेरि फलो गरिएको छ। सो गाइज धेरै समयपछि चाहिँ यो भिडियो फेरि अपलोड भएको छ तपाईँहरू सामु। सो सरी फर लेट होइन। अनि तपाईँहरूले भिडियो हेर्नुहोस्, कमेन्ट गर्नुहोस् होइन, फिडब्याक दिनुहोस् कस्तो लाग्यो होइन। अनि तपाईँहरू सबैले कहाँदेखि कहाँबाट कुन ठाउँबाट हेरिरहनु भएको छ त्यसको पनि कमेन्ट गरिदिनु होला, लोकेसन है। एन्ड किप वाचिङ होइन, अझ रमाइलो हुँदै जानेछ। अहिलेको ट्र्याकमा चाहिँ सबै यात्रीहरू चाहिँ नयाँ नयाँ हुनुहुन्छ ग्रुपमा। सो किप वाचिङ एन्ड कमेन्ट गर्न चाहिँ नभुल्नु होला है त। अलिअलि पानीको थोपाहरू देखियो। सो गियरहरू सेफ्टीको लागि चाहिँ रेनकोट लाउन बाध्य भयो होइन। अब सिरुखर्क पनि धेरै टाढा छैन, आइसकेको छ। सो दाईहरू चाहिँ अगाडि गइसक्नुभयो। म र काशी दाई चाहिँ सँगसँगै छौँ। बिस्तारै बिस्तारै मजा आइरहेछ। अहिले चाहिँ हामी खाजा चाहिँ खाएर अप्परको लागि लागिरहेको छौँ होइन। पछाडि
शशि ब्रो काशी ब्रो एन्ड मी जय तिरिचो। अहिले चाहिँ मेरो गेटअप चाहिँ चेन्ज भएको छ है। पछाडि कपडाको ब्याग, क्यामेराको ब्याग, लास्ट टु वेट के होइन। अनि 2-4वटा क्लिपहरू पनि खिच्नु पऱ्यो, फोटोहरू पनि खिच्नु पऱ्यो। सो द्याट अलिकति वेट बढी भएको भएर थकान भइरह्यो। अनि प्लस अबको माथिको डाँडो चाहिँ अलिकति उकालो पनि छ है। हामी सोझै यस्तै हो, अब ठाडो सिधै ठाडो। ज्ञान दाइ र प्रकाश दाइ चाहिँ अगाडि बढिरहनु भएको छ। के छ, कस्तो छ अहिले, कस्तो छ कन्डिसन? कति राम्रो छ नि, कति राम्रो छ, गाह्रो छ, रमाइलो पनि छ। फेरि लास्टै है, मजा यसैमा छ फेरि। हो सिरु खर्कबाट चाहिँ हामी ब्रेकफास्ट गरेर अब हाम्रो बेस क्याम्पसम्मको यात्रा छ। अब 3 घन्टा बाहिरबाट सोद्धाखेरि चाहिँ 3 घन्टा जति लाग्छ भन्नुभएको छ। अब लेस चाहिँ कति बेरसम्म पुगिन्छ होइन, बिन्दास जाने हो। साँझसम्म पुग्यो भने आज गएर बेस क्याम्प बस्ने, भोलि चाहिँ तिलिचो लेक पुग्ने, एन्ड देन रिटर्न ब्याक चाहिँ अब कहाँसम्म हुन्छ, खानसारसम्म पुगिन्छ कि के गरिन्छ। सो त्यो भिडियोमा तपाईँलाई हामी देखाउँछौँ। कन्टिन्यू भिडियो हेर्नुहोस् होइन। लास्ट अफ नट इजी। बोल्नु भएको छैन, के छ? थोरै आवाज दिउँ न। एकदम चिल पारेर उकालो चढ्दै मजाको हल्का अनुभव। अब हामी छिटै निकट बेस क्याम्पमा पुग्दैछौँ। ल धेरै भनेको हामीलाई 2 घन्टा अघि हिँड्नुपर्छ। ल प्रकाश दाइ के हो, थकान हो थोरै? ठिक छ। सेयरिङ माई ब्याग। मलाई अहिले अलिकति राहत फिल भइरहेको छ मलाई। अब त म कुदी खिच्छु नि त भिडियो। अब फुल टु हामी त्यो चाहिँ माथिको डाँडो पार गर्छौँ होइन। त्यसपछि हाम्रो लगभग हाइटको एरिया चाहिँ सकिन्छ। त्यसपछि हामी ल्यान्डस्लाइडनिर हामी पुग्छौँ। लगभग हामी आधी बाटो आइसकेका छौँ भनौँ है। हाम्रा यात्रीहरूको यात्रा चाहिँ जारी छ। Boom, 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 boom. Boom, 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 boom. Let's move.
ठाडै उकालो फेरि अब चाहिँ थोरै छ। त्यसपछि चाहिँ यो झुलुके पुल तरिसकेपछि हामी अलिकति ठाडो उकालो जान्छौँ। सनलाइट पनि मिठो आएको छ। फाइनली वी आर रिच इन ल्यान्डस्लाइड एरिया होइन। अब चाहिँ हामी यहाँनिरबाट यो राउन्ड घुम्दै हामी गएर चाहिँ बेस क्याम्पनिर बस्छौँ। अनि आज चाहिँ हामी बेस क्याम्प बस्ने हाम्रो प्लान छ। सो प्रकाश दाई र ज्ञान दाई चाहिँ गोलीको रफ्तारमा वहाँ पुगिसक्नु भएको होइन। अनि हामी चाहिँ बिन्दास पारामा फोटो खिच्दै हिँड्दै आइरहेछौँ। अहिले चाहिँ हामी ठ्याक्कै ल्यान्डस्लाइड एरिया टपको भ्यू यस्तो बवाल छ कि होइन। अनि दाजुहरू तल डर लगाइरह छैन, डिक्सनेरीमै छैन माया बाले फरेर। ल दोर्जे दोर्जे ज्ञान दाजु झर्ला छिटो छिटो जाम 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 जाम। दाजु चाहिँ एक्लै शेरको रफ्तारमा हो। यात्रीहरूले चाहिँ फोटो सेसन चलिरहेछ। सो अहिले चाहिँ रिसेन्टली हामी चाहिँ यही ल्यान्डस्लाइडको एरिया पार गर्दैछौँ। सक्सेसफुल पास आउट हो होइन। त्यही हो दाइहरू अगाडि गइसक्नु भएको छ। दिस इज द भ्यू। तेरा साथ ना छोड़ेंगे। क्या जिगरी बरो वेलकम टू दिल्ली चौक। ठिक छ त आउनु न त भाइ, आउनु न। अलिअलि डेन्जर छ बाटो होइन, ध्यान दिएर हिँड्नुपर्छ। अरू त्यस्तै हो।
Focus it. Come. हेर्नु भएको छ नि होइन बाटो कस्तो छ अलिअलि भयानक भनेको बाटो चाहिँ यति नै हो है फेरि त्यति टफ पनि छैन होइन खास डेन्जर पनि छैन तर चाहिँ अलिकति डर लाग्ने भनेको बाटो चाहिँ यति नै हो ओ चिप्लेला आरामले आगे जीत है राइट यही हो यहाँको नजारा ल्यान्ड स्ट्रक्चर भ्यू हाम्रा यात्रीहरू रफ्तारमा छ यो चाहिँ हाम्रो तल्लो भेगको सिन हो है हामी कहाँबाट आएको होइन अनि यहाँनिरको यस्तो नजारा छ है अनि फेरि यो तल्लो भेग यहाँबाट चिप्लिटी खेलेर यसरी यहाँबाट चिप्लिटी खेलेर सलल गयो भने सिधै तल के भयो थकाइ लागिरहेको अहिले चाहिँ हामी ल्यान्डस्लाइड एरिया पार गरेर चाहिँ थकाइ मेट्दै हो सिधा भन्नुपर्दा हामी 11 बजीसम्म पुगिन्छ होला बेस क्याम्प भनेको थियो होइन तर बिन्दास पारेमा फोटोसोटो खिच्दै गर्दाखेरि चाहिँ 10-15 मिनट हामीले लेट गऱ्यौँ होइन तर पनि हामीलाई चाहिँ बेस क्याम्प मात्रै जाने भएको भएर चाहिँ हामीलाई त्यति हतार पनि छैन बल्ल 12 बज्दैछ अबको हाफ एन आवरमा चाहिँ हामी सायद बेस क्याम्प पुग्छौँ होइन त्यसपछि चाहिँ रेस्ट हुन्छ आजलाई अनि भोलि चाहिँ हामी फेरि इन द मर्निङ चाहिँ हामी तिलिचो लेकमा पुग्छौँ तपाईँले पुरा भ्यू मजाले हेर्न पाउनुहुन्छ है बिन्दास कि घरै बसी क्या साँच्चै भन्नुपर्दा चाहिँ तिलिचो लेक मात्रै नभएर यहाँको यो ल्यान्ड स्ट्रक्चर होइन अनि यसपछिको यो हेर्नु न यो सिनेरी क्या होइन क्या बवाल क्या मान्छे त्यत्तिकै पागल भएर चाहिँ आउँदैन क्या के छ दाइ चाहिँ अगाडि आएर के थकाइ मेट्दै हो अटेन्सन बस्यो भने मलाई फेरि 15-20 मिनट लाग्छ कि मलाई फर्ममा आउनुलाई फर्म आयो तिम्रो चाहिँ 5-5 मिनटमा फोटो खिच्ने स्टेसनमा चाहिँ पुग्छ भने टाढो ल ठिक छ ल जाउँ अरूको त म खिचिहाल्छु होइन अनि मेरो पालामा चाहिँ लास्टमा म एक्लै नै हुन्छु होइन क्यामेरा ब्याग क्यारी गऱ्यो होइन गिम्बल क्यारी गऱ्यो हिँड्यो अलिअलि पानीको छिटा पनि परिरहेको छ सो द्याट अब चाहिँ म ढिला गर्न चाहन्न होइन अब चाहिँ हामी यो रक फलिङ एरिया भनेपछि चाहिँ अलिकति डेन्जर जोन छ यहाँनिर पनि अलिअलि सो यसलाई चाहिँ अब पार गर्नुपर्छ त्यसपछि चाहिँ हामी आधा घन्टा भित्रमा त स्योर हामी एमटिसी पुग्छौँ है सो किप वाचिङ होइन कस्तो लागेर भिडियो हेर्नुहोस् बिस्तारै अझै मजा आउने बेला टाइम बाँकी नै छ है सिरियसली है सो बुम बाटो चाहिँ यस्तो छ क्या फेरि पुरै गोरेटो बाटो होइन माथिबाट चाहिँ ढुङ्गा खस्छ भन्छ यस्तो छ है माथि स्ट्रक्चर अनि अलिकति यसो हेर्दाखेरि डरलाग्दो पनि छ अलिकति डेन्जर चाहिँ छ है यो बाटो चाहिँ अलिकति खुट्टा चिप्ल्यो डिसब्यालेन्स भयो कि सिधै तल हो अनि यो झर्नाको नजरिया हेर्नु न आमामा कति छ क्या काउन्ट गर्न नै नसकिने क्या सो अहिले म चाहिँ अलिकति साथीहरूसँग चाहिँ थोरै पछाडि नै छु सोल्टीहरू वहाँ पुगिसकेको छ वहाँ टपमा पुगिसक्यो है सो नाउ वी आर इन बेस क्याम्प होइन अहिले चाहिँ हामी तिलिचो बेस क्याम्प लगभग आइसक्यौँ भनौँ होइन अब लगभग 5 मिनटभित्र चाहिँ हामी यो नै चाहिँ हाम्रो तिलिचो बेस क्याम्प हो होइन अनि भोलिको मर्निङमा चाहिँ हामी यहाँदेखि यो टपसम्म चढ्दै जाने हो दाजुहरू चाहिँ वहाँ त्यो
यहाँनिर चाहिँ पुगिसक्नु भयो है दाजुहरू उहाँ पुगिसक्नु भयो। म चाहिँ एकैछिन यहाँ रेस्ट गरिरहेको थिएँ होइन। अब यो बेस क्याम्प आइयो, माथि चाहिँ भ्यू यस्तो छ होइन। आज वेदर चाहिँ अलिकति थोरै डिस्टर्ब भएको छ। लेट्स सी भोलिको के हुन्छ होइन इन्भाइरोमेन्ट। एन्ड देन पुरा वाइल्ड रमाइलो गर्ने, वाइल्ड रमाइलो। अहिले चाहिँ हामी बेस क्याम्पमा आएर प्रकाश सर र म चाहिँ खाजा खाजा है दुईजना खाजाको हामी नोर्बु के थियो दाइको नाम? नोर्बु दाइको होटलमा नोर्बु नै होटल हो सायद होइन। अनि मेरो चाहिँ खाना छ भने यता त्यो चाहिँ दाइहरूको चाहिँ स्पेसल के रह्यो यो ढेँडो खपरको ढेँडो। गुड मर्निङ तिलिचो बेस क्याम्प। अहिले चाहिँ ठिक मर्निङको 6 बज्दैछ होइन। हामी चाहिँ यहाँबाट अपरको लागि लाग्दैछौँ। अलिकति वेदर चाहिँ आज थोरै डिस्टर्ब छ होइन। अब लेट्सी खुल्यो भने ठिक छ होइन, खुलेन भने पनि चाहिँ अब यात्रा जारी नै छ। अगाडि बढ्दै जाउँ, हेरौँ के हुन्छ होइन। भाम कुरो लगाइरहेको छ होइन। पानी पनि पऱ्यो અહીં आधा घन्टा जति। तर वेदर खुल्यो भने चाहिँ सही मजा आउँछ होइन, नत्र भने क्लाउडी छ पुरै है। अब त्यही हो बेस क्याम्पसम्म चाहिँ बिन्दास हिजो चाहिँ रेस्ट, मिठो रेस्ट भयो। अब मर्निङ 6 AM हामी चाहिँ अब लेकको लागि अगाडि लाग्दैछौँ। अब यात्रा हेर्दै जाउँ कस्तो हुन्छ होइन। त्यही त हो साँच्चीकै एबिसीको एक्सपिरियन्स र सेफोक्सुन्डोको एक्सपिरियन्स पछिको यो हाम्रो तिलिचोको एक्सपिरियन्स चाहिँ कता कता मलाई अलिकति टफ पनि लाग्यो। र सायद हुनसक्छ बिचमा 1-1.5 वर्ष जति भयो हामी रुटमा हिँडेका पनि थिएनौँ र हाम्रो च्यानलमा भिडियो पनि अपलोड भइरहेको थिएन। त्यस्तै कारणवश केही समयको लागि चाहिँ मैले युट्युबिङ छोड्नुपर्ने थियो। सो द्याट अहिलेको यो यात्रा चाहिँ थोरै कठिनदायक पनि भइरहेको छ। अनि साँच्चीकै भन्नुपर्दा वेदर चाहिँ ज्यादै नमिठो भएको छ क्या। अनि वेदरले गर्दाखेरि अलिकति सायद हुनसक्छ अक्सिजन लेभल घटेको पनि छ होला जस्तो लाग्छ मलाई। अनि अलिकति हाइटमा पनि छौँ हामी अहिले, लगभग हामी 41-42 हाइट टपमा छौँ होइन। ब्याकग्राउन्डलाई पनि अलिकति हेरेर इन्टरटेनमेन्ट दिने, अलिकति इन्जोय गरेर हिँड्ने हुन्थ्यो भने चाहिँ सायद अलिक बुस्ट एनर्जी पनि हुन्थ्यो होला सायद। अनि त्यो पनि भएको छैन। दाइहरू अगाडि बढिरहनु भएको छ। मसँग चाहिँ आज चाहिँ ब्याग स्याग केही पनि छैन, सिम्पली एउटा सानो क्यामेराको ब्याग मात्रै भिरेर हिँडेको छु। अनि मलाई चाहिँ कम्पनी दिनुभएको छ प्रकाश सरले, प्रकाश दाइले। मेरो ब्याग र दाइको ब्यागलाई चाहिँ हामीले कम्बाइनमा सेयर गरेर चाहिँ एउटै ब्याग गरेर चाहिँ क्यारिङ गरेको छौँ। हाफ उहाँले बोक्नुहुन्छ, हाफ म बोक्छु। अनि दुईजना दाइहरू चाहिँ अगाडि पुगिसक्नु भएको छ है। यस्तो छ क्या वेदर है। दाइहरू चाहिँ उहाँ माथिसम्म पुगिसक्नु भयो। क्लाइमेट अलिकति साथ नदिएको भन्नुपर्छ यसलाई, तर नि मजा आइरहेको। भन्ने चाहिँ त्यही हो, भन्न चाहिँ त्यही हो। दुई-2.5 घन्टाको यात्रापछि चाहिँ अहिले चाहिँ रिसेन्टली हामी चाहिँ ठ्याक्कै 22 घुम्टीको मुहान नजिकै आइसकेका छौँ होइन। अब 22 घुम्टी प्रवेश गर्दैछौँ। ज्ञान दाइजी अगाडि हुनुहुन्छ, प्रकाश दाइ बिचमा, अनि काशी गुरु चाहिँ पछाडि हुनुहुन्छ। म चाहिँ बिस्तारै अगाडि आएँ अहिले फेरि चाहिँ है। म चाहिँ पछाडि थिएँ, अहिले चाहिँ अगाडि आएको छु। अब यो नजारा हो 22 घुम्टीको लास्ट हुँडा क्या। लास्ट झ्याल लाग्दो उकालो क्या। चिसो पनि छ, वेदर यस्तो छ यार, हिँड्न नि मजा आइरहेको छैन।
म त सर्टकट हान्नेको 22 घुम्टी मध्येको 3वटा घुम्टी त हान्नै परेन क्या, सिधा हान्दै। अनि यान दाजु चाहिँ यो साइडबाट आइरहनु भएको छ, 2टा खैरीहरू पनि छ होइन। यहाँ छ कुरोले फेरि आज चाहिँ बिजोग गराइरहेछ क्या वेदरले। अनि सर्टकटमै मसित सँगसँगै आउन प्रयास गर्दा गर्दै आइहाल्नु भयो प्रकाश दाइ र काशी दाई चाहिँ यताबाट आउँदै हुनुहुन्छ। तलबाट चाहिँ सर्टकट हानिदिएको क्या। यहाँनिरको त्यो यो जुन डिभाइडर लागेको छ त्यहाँदेखि यतापट्टि लगभग 3टा 4वटा घुम्ती चाहिँ सर्टकट हानेर यता आइयो। अहिले चाहिँ 22 घुम्टीको यात्राको चरण पनि लगभग सकिन आँटेको छ। वहाँ छ हो मान्छेहरू देखिरहनु भएको। यहाँ टपमा पुग्ने हो। अनि यो बाटो हुँदै लास्टै औडा क्या। सिरियसली सेफोक्सुन्डो होइन एबिसी अघि नै भनिसकेँ मैले, सायद यस्तो रुट थिएन। लास्ट टप छ क्या, लास्टै टप क्या। यो चाहिँ कसैले भन्छ होइन सिरियसली एकदम इजिली गइन्छ भन्छ भने नि सायद उसले आफू एकचोटि आएको भएर चाहिँ उसले त्यो चाहिँ भन्नुपर्ने बाध्यतै हुन्छ होइन। आइसकेपछि गाह्रो भयो भन्दैन होइन कसैले पनि। तर साँच्चीकै भन्नुपर्दा अलिकति वेल प्रिपेयर भएर नै आउनुपर्ने आवश्यक छ है सबैलाई। अति नै गाह्रो क्या, ठाडो उकालो छ है, तेर्से छ, हिँड्या छ गधा हिँडे चाहिँ है कसम क्या झ्याउ लाग्ने क्या बरु उकालै। कहिले कसो त यसो यो सोच्यो है साला यति दुःख गरेर लास्टमा आयो लेकसम्म पुगेपछि चाहिँ अलिकति रिलिफ हुन्छ होइन। त्यसपछि चाहिँ साँच्चीकै गन्तव्यमा पुगिसकेपछि चाहिँ यात्राको मजा चाहिँ अलि बेग्लै हुन्छ क्या। हिँड्नु चाहिँ पर्छ, माइन्ड रिल्याक्स, वेदर हेर्नु होइन, सबै कुराहरू चाहिँ फुल मेडिटेसन हुन्छ क्या टोटल्ली। दाइ चाहिँ सत्राङ भएर सुतिरहनु भएको थियो। जेस एउटा सर्ट हानिदिन्छु दाइको भनेको जुरुकै उठिहाल्नु भयो क्या। कस्तो भइरहेछ, आनन्द भइरहेछ, हालत खराब छ। साँच्चीकै यात्रीहरूलाई चाहिँ के भन्नुहुन्छ, आउने यात्रीहरूलाई के भन्न चाहनुहुन्छ? अलि बेसरी नेचर चाहिँ एकदमै बेटर छ होइन। तर आज हामी धोका खायौँ, मौसमले साथ दिएन हामीलाई। हामीले भने जस्तो बजार चाहिँ खुलेन, मजा पुगेन र पानी नपरेको कारणले गर्दा र यो ट्रेकिङ नगरेको पानी हुँदाखेरि हामीलाई गाह्रो भएको हो। नत्र यतिको ट्रेकिङ 1.5 महिना 2 महिनामा गर्दा शरीरमा एक किसिमको तरङ्ग नयाँ ऊर्जा आउँछ। ट्रेकिङ गर्नुहोस् होइन। वेलकम छ सबैलाई होइन। बाटो अप्ठ्यारो छ तर यो बाटोमा आउँदा आफूलाई चाहिने तपाईँलाई चाहिँ ड्राई फुडहरूको लिन चाहिँ नबिर्सिनु होला। एकदमै नेसेसरी आवश्यक पर्छ यो। थ्याङ्क यू दाइ। दाइ चाहिँ अहिले फर्स्ट ट्रिप हो उहाँको ट्रेकिङ रुट र ट्रेकिङ फर्स्ट रुट नै लास्ट बबाल हानिदिनु भएको छ। जे होस् हामी सक्सेस भयौँ र हामी लेकसम्म पुगेर फोटो खिच्यौँ भने हामी अमर हुन्छौँ होइन। बोल्न नि गाह्रो भइरहेको छ है साँच्ची होइन। 22 घुम्टी गटेर जस्ट रेस्ट गर्दै होइन दाइहरू अगाडि जानुभयो। अहिलेसम्म मसँग ब्याग थिएन होइन। अब फेरि 22 घुम्टीको पुरै यात्रा चाहिँ ब्याग बोकेर गएँ होइन। दाइ एकछिन तपाईँले रेस्ट गर्नु भनेर। अनि दाइले बोकिरहेको ब्याग चाहिँ म क्यारी गरेर हिँडिरहेको छु। लास्ट थकान भयो क्या महसुस। वेदर चाहिँ ब्याकग्राउन्ड पुरै क्लाउडी छ। अगाडि पनि सेम डिटो त्यस्तै छ होइन। हावा यस्तो लगाइरह्यो कि त्यो हावाले नै उडाएर लान्छ कि जस्तो छ कि होइन। अनि हावा पनि त्यस्तै बेसी लगाइरह्यो। अनि अलिकति फेरि म थोरै डेन्जर जोनमा रेस्ट गरिरहेको छु। ल्यान्डस्लाइड एरिया नै हो यो पनि है। कतिखेर माथिबाट ढुङ्गा खस्छ थाहा हुँदैन। सो द्याट अब रेस्ट चाहिँ सकियो। सो अगाडि बढ्नुपर्छ। अगाडि जानु बाटो चाहिँ यो होइन।
ब्याक साइड चाहिँ हामी आएको यो बाटोबाट। जति दर्दनाक र कठिन दायी यात्रा थियो नि, त्यो यात्राको स्वरूप यो नजाराले चाहिँ पुरा फुलफिल गर्छ क्या। साउन्ड सुनिरहनु भए लाइक बादल गर्ज जस्तो छ होइन, हिमपातको पहिरो गिरिरहेको जस्तो मलाई लाग्छ है। अब चाहिँ हामी लगभग केही हद अघि आइसकेका छौँ। अबको 10-15 मिनटभित्रमा चाहिँ जहाँसम्म मलाई लाग्छ हामी चाहिँ तिलिचो लेकको सेरोफेरो नजिकै पुग्छु जस्तो लाग्छ। सो अब चाहिँ भाम मजा आउनेवाला छ। यो बाटोबाट हामी आइयो। फाइनली we are in Tiricho Lake, and then this is such a brilliant view. हामी चाहिँ यहाँबाट अब मुभ हुँदैछौँ। हाफ एन आवर भइसक्यो होइन, बसेर फोटोहरू दामी दामी खिच्यो। वेदर पनि लपलप अलिअलि खुल्यो, जे भयो नि बबल फोटोहरू सुट भएको छ होइन। अनि दाइहरू चाहिँ मजाले फोटो खिचिरहनु भएको छ, भिडियोहरू बनाइरहनु भएको छ काम ताप्दै, अनि वेदरहरू हेर्दै होइन, लेक हेर्दै फुल बस्ती गरियो। सो अब चाहिँ हामी यहाँबाट फेरि रिटर्न ब्याक। अहिले चाहिँ 4 बजिरहेको छ। हामी तिलिचो बेस क्याम्पबाट चाहिँ हेरौँ सिरु खर्कसम्म हुन्छ या खानसारसम्म हुन्छ यात्रा। खानसार खाइसकेपछि फेरि हामीले सुरु गरिसकेका छौँ। खानसारसम्म तल झरियो भने चाहिँ भोलिको लागि चाहिँ हाम्रो अलिकति यात्रा सहज होला। हामी चाहिँ बेसी सहरसम्म पुग्नुपर्ने छ, गाडी हाम्रो हुनै छ। सो अहिले दाइहरू अगाडि बढिसक्नुभयो, म चाहिँ लास्ट चेकआउट गरेँ हो। अलिकति ब्यागहरूमा सामानहरू पनि थपिएको छ। सो त्यही नै हो, यात्रा जस अनएक्सपेक्टेड रमाइलो पनि भयो र एकदम दर्दनाक यात्रालाई एकदम खुसीका साथ हामीले पुरा गऱ्यो होइन। यसैमा चाहिँ एकदम खुसी छौँ दाइहरू पछाडि होइन। अनि यो चाहिँ हाम्रो तिलिचो बेस क्याम्प, दिस वान, यो चाहिँ बेस क्याम्प। अब बेस क्याम्पबाट चाहिँ अहिले ठिक्कै 4 बजिरहेको छ, अलिअलि चिसो सिरेटो पनि लगाइरहेको छ। अब लेट्स सी कति घन्टामा हामी सिरुखर्क पुग्छौँ या खानसारसम्म पुग्छौँ। त्यहाँसम्मको यात्रा चाहिँ सुरु भइसक्यो है हाम्रो। रातिको 8 बज्दैछ, दाइहरू फुल्टो लाइट बालेर आउनु भएको छ। ल ल ल आउनु आउनु आउनु, अब आइसक्यो दा, आउनु न अब। यता आइसकेपछि फेरि दिस वान इज सिरुखर्क है, यो चाहिँ सिरुखर्क हो। लास्ट पदान भयो, हामी चाहिँ खानसारसम्मै पुग्ने भन्ने प्लानमा थियौँ। गुड मर्निङ सिरुखर्क। हामी हिजो राति करिबन 8 बजे स्टे गरेका थियौँ सिरुखर्क र अहिले चाहिँ बिहानको 6 बज्दैछ। अब यहाँबाट चाहिँ हामी खाङसारसम्मको यात्रालाई तय गर्छौँ। त्यहाँबाट चाहिँ हामी बाई जिप बेसी सहरसम्म चाहिँ लाग्नेछौँ। र बिहानको वेदर र क्लाइमेट एकदम बब्बाल छ है। सिरुखर्कबाट चाहिँ हामी तल झरेका थियौँ, 1 घन्टामा चाहिँ हामी यहाँसम्म आइसक्यौँ। अब एकछिन रेस्ट गर्ने, त्यसपछि चाहिँ फेरि
बेसी सहरको लागि चाहिँ लाग्नेछ Shut up and sit down.